ग्रेड 12 को एक्जाम सक्यो अब चाहिँ आइएलटीएस गर्ने प्लान गरिराख्नु भएको छ सो आइएलटीएस भने के हो भन्नेसम्म पनि आइडिया नै छैन आइएल्स जोइन गरे पछाडि आइएल्स पढे पछाडि चाहिँ भिजा लाग्छ स्टुडेन्ट भिजामा चाहिँ अब्रोड जानको लागि हामीले आइएल्स गर्नुपर्छ भन्ने सामान्य र इन्फर्मेसन छ भने आज म तपाईलाई आइएलटीएस को बारेमा बेसिक इन्फर्मेसन भन्न गइरहेको छु जो तपाईको लागि एकदमै धेरै इन्फर्मेटिभ हुनेछ सो फर्स्टमा व्हाट इज आइएल्स आइएल्स भनेको इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज टेस्टिङ सिस्टम हो यो भनेको स्टुडेन्ट भिजामा अर समटाइम्स अरु भिजाहरुमा पनि अब्रोड जाँदा स्पेशली इंग्लिश स्पिकिङ कन्ट्रीमा जाँदाखेरिमा चाहिँ स्टुडेन्टहरुले आफ्नो इंग्लिश ल्याङ्ग्वेज प्रोफिसिएन्सी टेस्ट गर्ने एउटा एक्जाम हो स्पेशली यो एक्जाम चाहिँ क्याम्ब्रिज इंग्लिश ल्याङ्ग्वेज एसेसमेन्ट भन्ने बडी छ क्याम्ब्रिज युनिभर्सिटी जुन युनाइटेड किङडममा छ त्यसले लिने गर्छ र त्यो क्याम्ब्रिज इंग्लिश ल्याङ्ग्वेज एसेसमेन्ट मार्फत ब्रिटिश काउन्सिल र आईडीपी ले एक्जाम लिने गर्छ र यिनीहरुले दिएको सर्टिफिकेट वर्ल्ड वाइड नै काम लाग्छ र यो सर्टिफिकेट ग्लोबली स्ट्यान्डर्डाइज टेस्ट भएको कारणले गर्दा एकदमै भ्यालिडिटी र रिलायबिलिटी एकदमै हाई हुन्छ सेकेन्ड क्वेशन आइएलटीएस किन गर्ने आइएलटीएस किन गर्ने भन्दा तपाई इंग्लिश स्पिकिङ कन्ट्रीमा जाँदै हुनुहुन्छ भने इंग्लिश स्पिकिङ कन्ट्रीमा त्यहाँ गएर पढ्दा तपाईको प्रोफेसरले क्लासरुममा पढाएको तपाई बुझ्नुहुन्छ कि बुझ्नु हुँदैन त्यहाँ असाइनमेन्टहरु बनाएर सबमिट गर्नुपर्छ इंग्लिश ल्याङ्ग्वेजमा तपाई असाइनमेन्टहरु बनाउन सक्नुहुन्छ कि सक्नु हुँदैन त्यस्तै गरेर तपाईको क्लासरुम भनेको मल्टिकल्चरल क्लासरुम हो त्यहाँ तपाईको ल्याटिन अमेरिकाबाट स्टुडेन्ट आको होला रे मिडल इस्ट रिजनबाट हुन सक्ला रे युरोपियन रिजनबाट हुन सक्ला रे वर्ल्डको जुनसुकै ठाउँबाट पनि स्टुडेन्ट्सहरु त्यो क्लासरुममा गएको हुन्छ र त्यहाँ अल्टिमेट ल्याङ्ग्वेज भनेको इंग्लिश ल्याङ्ग्वेज हो तपाईले बुझ्नु भएन भनेर त्यहाँनेर कसैले पनि तपाईलाई तपाईको नेटिभ ल्याङ्ग्वेज यानि कि नेपालीमा कसैले भन्दिने वाला छैन सो त्यही भएको कारणले गर्दा वेदर यु क्यान बी सोशलाइज्ड इन दैट मल्टिकल्चरल क्लासरुम अर नट भन्ने कुरा अर्को इम्पोर्टेन्ट कुरा हो त्यसपछि तपाई एक्जाम दिनु पर्यो इंग्लिश मिडियममा त्यो एक्जाम दिएर पास गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा पनि अर्को इम्पोर्टेन्ट कुरा हो यदि तपाईसँग गुड इंग्लिश ल्याङ्ग्वेज प्रोफिसिएन्सी छैन इंग्लिश ल्याङ्ग्वेजमा तपाईको एफिसिएन्सी राम्रो छैन भन्यो भने तपाईले यो सबै एक्टिभिटीजहरुमा पार्टिसिपेट हुन सक्नुहुन्न यो सबै एक्टिभिटीजहरु तपाईले अकम्प्लिश गर्न सक्नुहुन्न हो त्यही भएर यदि तपाईसँग यो सबै चीजहरु छैन भने तपाईलाई भिजा दिन मिल्दैन त्यही भएर आइएलटीएस भनेको इंग्लिश प्रोफिसिएन्सी को टेस्ट हो अर्को क्वेशन आम स्टुडेन्टहरुमा जाउँछ आइएलटीएस मा स्कोर राम्रो आयो भने भिजा लाग्ने 100% कन्फर्म हो त त्यो obviously होइन तपाईले भिजा पाउनको लागि डिफरेन्ट क्राइटेरियाहरु हुन्छ यो स्पेशली डिपेन्ड्स अन कन्ट्री फरक फरक कन्ट्रीको फरक फरक क्राइटेरियाहरु हुन्छ र त्यो क्राइटेरिया धेरै क्राइटेरियाहरु मध्ये इंग्लिश प्रोफिसिएन्सी टेस्ट पनि एउटा हो यानी कि आइएल्स पनि एउटा हो सो त्यही भएको कारणले गर्दा आइएलटीएस मा स्कोर ल्याउनु भयो भने तपाईले एउटा रिक्वायरमेन्ट चाहिँ मिट गर्नु भयो सँगसँगै अरु फाइनान्शियल रिक्वायरमेन्ट्सहरु हुन सक्छ तपाईको अरु तपाई वेदर जेन्युइन स्टुडेन्ट हो कि हैन भन्ने कुराको रिक्वायरमेन्ट्सहरु हुन्छ वेदर तपाईले भिजा अफिसरलाई कन्भिन्स गरेर स्टेटमेन्ट अफ पर्पज कस्तो लेख्न सक्नुहुन्छ भन्ने कुराहरु हुन्छ तपाईको ओभरअल पोर्टफोलियो और प्रोफाइल कस्तो छ भन्ने कुराहरु हुन्छ फाइनान्शियल ब्याकग्राउन्ड कस्तो छ भन्ने कुरा धेरै कुराले म्याटर गर्ने गर्छ त्यस कारणले गर्दाखेरिमा चाहिँ तपाईले आइएलटीएस गर्दैमा तपाईको भिजा आउँछ भन्ने चाहिँ होइन र अर्को लास्ट क्वेशन तपाईलाई एउटा छ कि आइएलटीएस मा हुन्छ चाहिँ के त्यहाँ भित्र भन्ने क्वेशन आम स्टुडेन्टको कन्फ्युजनको क्वेशन हो सो आइएलटीएस भित्र स्पेशली रिडिङ राइटिङ लिसनिङ र स्पिकिङ यो चारवटा ब्यान्डको तपाईले एक्जाम दिनुपर्ने हुन्छ र रिडिङमा तपाईले प्यासेज पढेर आन्सर फाइन्ड आउट गर्ने हो लिसनिङमा तपाईले अडियो सुनेर आन्सर लेख्ने हो राइटिङमा तपाईले पाइ चार्ट बार ग्राफ जस्तो फिगरहरुलाई स्ट्याटिस्टिकल फिगरहरुलाई प्याराग्राफमा एक्सप्लेन गर्ने र एसे लेख्ने दुईटा टास्क हो भने स्पिकिङमा तपाईले एक्जामिनरसँग एक्जाम दिने हो अहिले चाहिँ भर्चुअली भनौं तपाईले कम्प्युटरको स्क्रिनमा बसेर दिनुहुन्छ र त्यहाँबाट एक्जामिनरले लिन्छ सो आइएलटीएस को बारेमा अरु इन्फर्मेसन जान्न मन छ आज नै आइएलटीएस गरेर सजिलो वेमा तपाईले चाहेको डिजायर्ड स्कोर लिएर आउन मन छ भने तपाई आज नै वर्ल्ड टिच एजुकेसन भिजिट गर्न सक्नुहुन्छ हामी न्यू रोड पोखरामा अवस्थित छौं नमस्ते